आजभन्दा केही समय अगाडिसम्म, केही वर्ष अगाडिसम्म मानिसहरूले यस्तो सोच्दथे कि यस्तो दुनियाँ होस् जहाँ मसिनले नै काम गर्न सकोस्, मसिनले नै सोचोस् अनि मसिनले मान्छेले जस्तै क्रिएट केही बनाउन सकोस् भन्ने लाग्थ्यो। हो, अहिले प्रेजेन्ट टाइममा एआई, आर्टिफिसियल इन्टेलिजेन्सले त्यो सबै कामहरू गर्छ। आजकल सबैको मुखबाट सुनिन्छ एआई एआई भनेर। एआई भनेको चाहिँ के हो त? एआई भनेको एउटा कम्प्युटर, एउटा मेसिन हो जसले चाहिँ मान्छेले जस्तै सोच्न सक्छ, मान्छेले जस्तै रिजन कारणहरू दिन सक्छ र मान्छेको जस्तै एक्ट गर्न सक्छ। त्यसलाई चाहिँ एआई भनिन्छ। र यो एआई पनि दुई प्रकारका हुन्छन्। एउटा चाहिँ न्यारो एआई, अर्को चाहिँ जनरल एआई। न्यारो एआई भनेको चाहिँ जसलाई चाहिँ हामीले विक एआई पनि भन्न सक्छौँ, जुन चाहिँ स्पेसिफिक टास्कहरूको लागि बनाइएको हुन्छ। जस्तो सिरी, च्याट जिपिटी, रिकमेन्डेसन अल्गोरिदमहरू गर्नेलाई चाहिँ विक एआई अर्थात् न्यारो एआई भनिन्छ भने अर्को सेकेन्ड एआई भनेको चाहिँ जनरल एआई हो, जसलाई चाहिँ स्ट्रङ एआई भनिन्छ, जुन चाहिँ थ्योरिटिकल एआई हो, जुन चाहिँ मान्छेले जस्तै ह्युमन थिङ्किङ, रिजनिङ जस्तो प्रोसेस गर्न सक्छ। त्यसलाई चाहिँ जनरल एआई भनिन्छ। र अहिले प्रेजेन्ट टाइममा एआईले चाहिँ धेरै नै फड्को मारेको हो। यतिको कोही एआई धेरै अगाडिबाट नै थियो, तर अहिलेको समयमा चाहिँ एआईले धेरै नै फड्को मारेर यहाँसम्म आएको र अहिले सबैको जिन्दगीमा एआई युज भएको छ। एआई युज गर्छन्, चाहे त्यो विश्वमा कम्पनी होस् या चाहे कुनै काम गर्ने व्यक्ति होस्, चाहे तपाईँ हामी होस्, चाहे विभिन्न क्षेत्रहरूमा हामीले एआई रिलेटेड भिडियो, एआई रिलेटेड सम्बन्धी विभिन्न कुराहरू सुन्दै आएका छौँ, बुझ्दै आएका छौँ। हो, सोसियल मिडियाहरूमा पनि एआई सम्बन्धी भिडियोहरू देखिन्छ, एआईले गरेका कामहरू देखिन्छ। त्यसैले मान्छेहरूको मनमा यो पनि पर्न थालेको छ कि के एआईले हाम्रो जब लिन सक्छ, के हामीलाई रिप्लेसमेन्ट गर्न सक्छ भन्ने कुरा जस्ता कुराहरू मनमा आउँछ र हरेक मान्छेले सोच्न थालेको छ। पक्कै पनि एआईले तपाईँको जब चाहिँ लिँदैन जबसम्म हामीले एआई सम्बन्धी बुझ्दैनौँ, एआईलाई हामीले युज गर्दैनौँ र एआई टुल्सहरू बारेमा हामीले जान्दैनौँ। यदि तपाईँले एआई टुल्सहरू जान्नुहुन्छ, एआईलाई युज गर्न जान्नुहुन्छ भने त्यसले तपाईँको जब लिने होइन, तपाईँको जबमा, तपाईँको वर्क इफिसियन्सीमा तपाईँलाई अझ राम्रो बनाउँछ, तपाईँको वर्क इफिसियन्सी बढाउँछ र एआईले धेरै कुरामा हेल्प गर्छ। विश्वमा एआई युज नभएको ठाउँ कहाँ होला भन्नुहोस् त? हरेक क्षेत्रमा, हरेक फिल्डमा, बिजनेस, इकोनोमिक्स, हस्पिटल, अनेक ठाउँमा एआई युज भएको छ र यसले काम गर्ने इफिसियन्सी, कामको एकुरेसी र विभिन्न कुरामा एआईले हेल्प गर्छ। त्यसैले एआई सबैतिर युज भएको छ र यो एआई सम्बन्धी विभिन्न टुलहरू, एआईका टुल्स, एआई युज गर्ने तरिकाहरू हामीले सिकेनौँ भने पक्कै पनि हामी ढिला हुनेछौँ। त्यसैले आजैबाट सुरुवात किन नगर्ने, होइन त? र अर्को कुरा भनेको एआईबाट हामीलाई कतिको खतरा छ त? के हामी हाम्रो पर्सनल प्राइभेसी अथवा डेटा इन्फर्मेसनहरू कतिको सेक्योर छन् त भन्ने कुराहरू पनि क्वेसन सबैको मनमा उठ्न सक्छ। पक्कै पनि इन्टरनेटको दुनियाँमा आफ्नो इन्फर्मेसन, डेटा जोगाउनु पर्ने, प्राइभेसी राख्नुपर्ने भनेको धेरै जोखिमपूर्ण हो र धेरै कुराहरू अपनाउन सक्नुपर्छ। हो, त्यसैले एआई सम्बन्धी बुझौँ, एआई टुल्सहरू बारेमा सिकौँ, बुझौँ र त्यसलाई आफ्नो रियल लाइफमा युटिलाइज गरौँ, जसले तपाईँको काम, तपाईँको पढाइ, तपाईँलाई अनेक कुरामा हेल्प गर्छ। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो त? अझै पनि तपाईँमा एआई सम्बन्धी बुझ्ने, जान्ने र अझै इन्टरनेट इन्फर्मेसन टेक्नोलोजी सम्बन्धी अझै कुराहरू जान्न मन छ भने आउनुहोस्, कमेन्ट गर्नुहोस्, कुरा गरौँ, बुझौँ। र अझै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ।